सो वेलकम ब्याक टु आवर न्यू भ्लग गाइस। सो सबैजनालाई आरामै हुनुहुन्छ होला, म पनि आरामै छु। अहिले चाहिँ 7:53 भएको छ। म चाहिँ अघि नै उठेको, त्यही पनि अझै नाइट ड्रेस फेरेको छैन। सो आज चाहिँ म किन भ्लग बनाउँदैछु भन्दाखेरि आज चाहिँ मैले आफ्नो घर पनि देखाउने अनि त्यसपछि मेरो दिन पनि कस्तो जान्छ भनेर देखाउने, त्यसैले मैले चाहिँ भ्लग बनाउन लागेको। हजुर। सो अहिले चाहिँ म भर्खर भाँडा धोएर आएको छु। देख्नु है, मेरो चाहिँ यहाँ काम पनि आइसकेको छ। बिसिबाईको सरप ल्याउने, बिसिबाईको सरपलाई चाहिँ यहाँ मेरो स्कुलको कपडाहरू छ त अब भिजाउनु पर्यो। त्यसपछि म धुन्छु, पहिला भिजाउँछु अनि धुन्छु। है त म सरप लिएर आउँछु। सो मैले चाहिँ सरप पनि लिएर आएको छु। कस्तो ओरेन्ज देखेको, एडिटले गर्दा हो। यो फेरि हरियो हो नि, हरियो हरियो सरप। सो अब चाहिँ म भिजाउँछु कपडा। सो मैले चाहिँ कपडा भिजाउनलाई गाज रेडी पारिसकेको छु। कराउनु फाल्थेँ, अब म भिजाउँछु। मैले चाहिँ कपडा भिजाइसकेको छु। अब चाहिँ म गर्छु गर्नेछु। मैले लपक्कै तेल लगाएको छु किनकि मैले यहाँ मेरो टाक्नु देख्यो, किनकि अब मैले एकछिनमा नुहाउने हो, त्यसैले। अब यो त मेरो धारा हो, हजुरहरूले देखिसक्नु भएको छ है। यहाँबाट चाहिँ गल्ली छ, यो चाहिँ हाम्रो छिमेकी यस्तो। अनि यहाँबाट मेरो घरको सुरुवात हुन्छ। यो पर्चालाई नोटिस नगर्नु ल। अनि यहाँ हुन्छ मेरो घरको सुरुवात। यहाँ चाहिँ जार रहेको छ, यो किल्दी जो कि हामीले हाम्रो जहिले पानी पकाएर खान्छौँ। यहाँ राइस कुकर, अघि मैले भाँडा धोएर आएको, त्यसले यहाँ मैले हो। यहाँ चाहिँ मम्मीलाई पानी, अब यहाँले पोहा बनाउनु भनेर त्यहाँ सामान रेडी गरेको छु। सो यहाँ चाहिँ जर्किन, यहाँ यो के हो यो मैले बिर्सेँ है नाम, त्यही भएर यहाँ पानी। अनि यहाँ चाहिँ हामीले खाने पानी राख्छौँ, यहाँ पिठो हो। सो यहाँ चाहिँ मेरो कपीहरू हुन्छ, यहाँ कपीहरू राखेको हुन्छ, कहिले कुन लाने भनेर। अनि यहाँ चाहिँ मैले ब्याग राख्छु। सो यो चाहिँ मैले घरिघरि खेल्नको लागि गोटे है। सो यहाँ चाहिँ यो चाहिँ दाइको हो, यहाँ अहिले मैले होमवर्क गर्नलाई राखेको छु। यतातिर चाहिँ अहिले पछि देखाऊँ होला है। सो अब एकैचोटि सब घर देखायो भने त मजै आउन, त्यसैले बिस्तारै बिस्तारै गरेर देखाऊँ न। अहिले किचन देखाएँ, अहिले म उता देखाउँछु, झन् उता देखाउँछु। त्यति ठुलो त छैन, सानै छ रेलिङ त देखाउनु पऱ्यो। सो मैले चाहिँ अहिले नुहाउनको लागि कपडा रेडी पाएँ गाइज। अब चाहिँ म कागतिर साबुन लिनु जानु लागिरहेको छु। सो जबसम्म म लिएर आउँछु तबसम्म मेरो भ्लगमा हेरिरहनु होला, कि म लास्टतिर के गर्छु भनेर। यतिकै भनेको है, भ्लग छोडेर चाहिँ कतै नजानु होला, मेरो भ्लग हेरिराख्नु होला। पहिलोचोटि त होइन, त्यही पनि बनाइरहेको भ्लग कस्तो हुन्छ अब। सो गाइज मैले साबुन नि ल्याइसकेँ, कागती पनि ल्याइसकेको छु। नुहाउनुको लागि पानी बसालिसकेको। सो अब चाहिँ म नुहाउनु जान्छु गाइज। म चाहिँ नुहाएर आइसकेको छु। अहिले चाहिँ म सिरियलभन्दा कम देखेको छैन नुहाएर चाहिँ है। कपाल चाहिँ हल्का सुकिसकेको छ। अब चाहिँ म यताको घर देखाउँछु, पछाडि त हल्का देखिसक्नु भएको होला। घर होइन, कोठा। त्यो हामी चाहिँ भाडामा बसेको, मेरो चाहिँ रियल घर फेरि उता म्याग्दीतिर हो है। सो अघि चाहिँ मैले यतातिर देखाएको थिएँ, अब चाहिँ यता जान्छु। यहाँ पहिलोमै बेड देखिसकेको छ, यहाँ चाहिँ सानो गल्ली जस्तो हो। सो यहाँ पछि यहाँ भाडाहरू देखिन्छ, जो हाम्रो एकदम धेरै भाडाहरू हो माथि। त्यसपछि यहाँ दराज छ, यहाँ ठुलो बेड छ, अनि यहाँ पनि बेडै हो। यहाँ चाहिँ दिदी हुनुहुन्छ, यो पनि सजाएको। सो यहाँ चाहिँ यो के भन्छ बेन्चहरू के हो। अनि यहाँ चाहिँ मन्दिर छ, यहाँ चाहिँ बिस्तारहरू छ, यहाँ कपडा राख्छु। यहाँ चाहिँ मेरो कपडा हुने गर्छ है यहाँ। अनि यस्तो यस्तो छ। त्यसपछि हामी बाहिर जान्छौँ। यहाँ चाहिँ हामीले धनियाँहरू प्याजहरू रोपेको छौँ, यहाँ जुत्ताहरू सुकाएको छ। यहाँ चाहिँ बाहिर आउनलाई यहाँ एकदम फोहोर हो, त्यसैले यहाँ चाहिँ नोटिस नगरौँ होला। अनि यहाँबाट चाहिँ बाहिर यस्तो देखिन्छ। सो मेरो घर चाहिँ यतिको, मतलब मेरो घर होइन, कोठा चाहिँ यति हो है। मेरो घर चाहिँ होइन, हामी चाहिँ भाडामा बसेको। सो अब मैले भर्खर कपडा धोएर आएको, नुहाएपछि कपडा धोएर आएको है। अनि कपडा पनि सुकाएँ। अब मम्मी हल्का फुल्का अझै धोएर आउँदै हुनुहुन्छ। सो आएपछि हामी खाना खान्छौँ।
त्यसपछि मम्मी कतातिर जाने भन्नुभयो त्यहाँपछि म भ्लग बनाउनु पाउँदैन हेर्नु जति बेला मोबाइल पाउँछु त्यति बेला इन्डिङ पनि गर्छु है अहिले चाहिँ गर्दिनँ खाना खान्छु त्यसपछि मोबाइल चाहिँ पाउँदैन होला त्यसपछि म लेख्न बस्छु पढ्छु है मेरो चाहिँ इक्जाम नजिक आउनु लागिसकेको छ अब बाहिर मोबाइल लिएर बाहिर हिँड्न पाउँदैन त्यसैले मैले चाहिँ बाहिरको भ्लग बनाउनु पाउँदिनँ सो घरमै बसेर यसपालिको घरमै बसेर भ्लग भयो है मेरो चाहिँ त्यही गऱ्यो यो चाहिँ मम्मी तल आउनुहुन्छ त्यही भएर मैले भ्लग बनाएको अहिले मम्मी आउनु बित्तिकै मैले गाली खान्छु किनकि किन मोबाइल चलाइछु अहिले चाहिँ भोक लाग्यो त्यही भएर रोटी लिएर खानुभयो दिदी के भन्न चाहनुहुन्छ हेलो बाई मलाई साथ सपोर्ट दिनु भन्न चाहनुहुन्न के अरे युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला यति नै भन्न चाहन्छु सो अब अहिले भ्लग चाहिँ जति बेला मोबाइल पाउँछु म त्यति बेला स्टार्ट गरिहाल्छु होइन त्यसपछि मेरो भ्लग इन्डिङ हुन्छ कति बेला अहिले चाहिँ म चान्स लाउँछु म चाहिँ खाना खाएर पनि रेडी भइसकेको छ अनि अब मम्मी सो गाइज आजको लागि यति नै है मैले चाहिँ यहाँ इन्डिङ गर्ने सोचेँ किनकि अब मम्मी जानुहुन्छ अब यस्तै राति इन्डिङ गर्ने कुरा त भएन अब मैले त कोठा अनि मेरो दिन कस्तो गयो भनेर देखाउनु परेको नि त अब कोठा त देखाएँ अब दिन देखाउनु नपाएपछि अब के गर्नु त्यही भएर मम्मी जानुहुन्छ सो म चाहिँ यहीँ इन्डिङ गर्छु है सो आजको लागि चाहिँ यति नै मेरो कोठा हजुरहरूलाई कस्तो लाग्यो साथ सपोर्ट गरिदिनु होला त्यसको लागि थ्याङ्क यू एन्ड बाई बाई